मैले आज कान्छोलाई ताले दिँदैछु। दाइले कति जोत्न जानेको थियो तैँले नजान्ने। आफ्नो घरमा ट्रेक्टर छ अनि सिक्नुपर्छ नि सिप त। सिप सिक्नु पर्छ छोरो भनेको हेर्नु त। आज नपारिहाल्ने यति भयो त भइहाल्यो नि। मैले राम्रो गुड भनिदिएको फुर्किराखेँ कि गुड गुड छोरा राम्रो भयो एकदम। ए यति भयो त भइहाल्यो नि। आहो अलि चिसो रहेछ कि कस्तो पानी पऱ्यो नि त। अलि मेरो लिन जाने होइन कि मेरो लिन चाहिँ सिकाउनु पर्छ कि। कान्छ छेउकुना ब्याक गरेर लिनुपर्छ है। सबभन्दा कुना छेउकुना हेर्नुपर्छ क्या। छेउकुना राम्रोसँग जोत्नुपर्छ। मान्छेले चाहिँ छेउकुना हेर्छन् हो त्यो ब्याक गरेर पनि छेउकुना एकदम उता बिचमा फेरि के हो बुझ तेरो छेउकुना पनि ल्याएको छु। ठिक छ ठिक छ। मैले ठुलो छोरालाई पनि यस्तै गरेर सिकाएको क्या जोत्नलाई। फकाइ 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 अनि त्यो हौसला पनि दिनुपर्छ फुल्का मार्नुपर्छ कि नभएखेरि केटाकेटी मक्ख परिहाल्छन्। काम लगाएर जान्नुपर्छ। यता छेउबाट ल्याउनुपर्छ सानो छेउकुना जोतेको हुनुपर्छ। मिले यतिको भएछ त। मिले त खासै मिलेन त्यही मिले भन्नु पऱ्यो नि त। अर्कोचोटि यो फर्स्टमा जोतेको यति त भइहाल्यो नि। अर्कोचोटि त जाने त्यही हेर्नु नि बिचमा बिचमा के मेरो लिनै थाहा छैन। सिक्दा सिक्नु पऱ्यो। पढाइ सँगसँगै पढ्नु पनि पऱ्यो सिक्नुपर्छ।